हेलो वेलकम टु माई न्यू भ्लग र फिलहाल चाहिँ मेरो चाहिँ मिसन चाहिँ सक्सेसफुल भएको छ। म आइपुगेको छु नेपाल काठमाडौँ रेलैमा चढेर होइन तर बसमा चढेर आइपुगेको छु है। कपाल चाहिँ यति लाग्दो ओइली भयो कि आम्मामा। बस चाहिँ नि अपोजिट ठिक मिरर छ नि त। बस चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ एकदम त कम्फर्टेबल है। राति सुत्नु मात्रै अब त्यो घुँडाहरू अलिक ठोकिन्छ किनभने वाइ बिकज अब मेरो हाइटले गर्दा पनि होला। अब हाइट छोटो हुनेको लागि चाहिँ एकदमै कम्फर्टेबल लाग्यो बस है। यति राम्रो सर्भिसिङ पनि अहिले चाहिँ फिलहाल चाहिँ म चाहिँ होटेल बुक गरिसकेको छु। अहिले फिलहाल चाहिँ होटेलमा छु। अब पानी दिएको छ, केटल दिएको छ। पानी केटलमा हालेर तताएर पिउनु पर्ने छ। फिलहाल अहिले जस्ट आइपुगेको चाहिँ जस्ट भनौँ आइपुगिसकेर होटल बुक गरिसकेँ। म चाहिँ फ्रेस पनि भइसकेको छु। तर अब के हो अलिकति के हो भन्दाखेरि चाहिँ अब यस्तो छ यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ गलीगलीमै दोकान, गलीगलीमा लुगाको छेउमै के देख्यो भन्दाखेरि चाहिँ मैले चाहिँ ड्राई मिटहरू आम्मा बफ मिटहरू लुगाकै छेउमा यतापट्टि गोसकान यतापट्टि लुगा त्यस्तो पनि हुँदो रहेछ। त्यो चाहिँ अचम्म लाग्यो मलाई है। आज चाहिँ अब रेस्ट गर्नै मिल्छ होला किनभने रातभरि बसमा आएको, राम्रो निन्द्रा पनि पुगेको छैन होइन। आजको दिन चाहिँ हामी फ्रेस भएर रेस्ट गर्ने। 4 तारिक आएर चाहिँ 5 तारिक आइपुग्यो नि त। 4 तारिकको जनवरी 2026मा उताबाट हिँडेको भने चाहिँ लाइक पानी उयसबाट चाहिँ के अरे पानी ट्याङ्कीबाट सिधै आयो हामी के भन्छ यो काकाडीभित्ताबाट चाहिँ 3:30 को बसमा हिँडेर चाहिँ अघि बिहान चाहिँ 10 अराउन्ड 10:30 भइसकेको चाहिँ त्यतिखेर आइपुगेको थियो है। त्यस्तो छ। त्यहाँदेखि आज चाहिँ रेस्ट गरेर चाहिँ भोलिको लागि चाहिँ आई एम प्लानिङ। सो के हुन्छ है हाम्रो के भन्छ हाम्रो प्लानिङ हाम्रो तपाईँहरू सोच्नु हुँदै होला कोसँग आयो यो चाहिँ एक्लै चाहिँ यस्तो गर्नु सक्दैन। अभियसली म सक्दिनँ। दिस इज माई फर्स्ट टाइम इन नेपाल है। वेल आई एम ट्राभलिङ। बस यति लाग्दा साह्रो पऱ्यो है। साह्रो पऱ्यो मतलब अब म 2 व्हिलर चलाउँछु। तपाईँहरूलाई त्यो कुरा त याद छ। 2 व्हिलर चलाउने कारणले गर्दाखेरि चाहिँ बसमा चाहिँ यति लाग्दो टाउकोहरू चाहिँ कता कता दुख्दै थियो कुद्दै। तर मैले एउटा मुभी चुक्ता हेर्दै बस पनि यति लाग्दो कम्फर्टेबल है। मुभी थियो, म्युजिक थियो। देयर आर म्युजिक मुभी। टाइममा वासरुम जाने के गर्ने भनेर रातिको 2:30-4 बजीसम्म चाहिँ वासरुम जानुको लागि चाहिँ उनीहरूले प्रोभाइड गरिदिन्छ। अब बाहिर अब प्लेन साइडमा त अभियसली वासरुम त हुँदैन। एउटा जग्गा चाहिँ वासरुममा रोकेको थियो। त्यो चाहिँ समथिङ अब नेपालमा त थाहा छैन त्यो जग्गा चाहिँ। त्यहाँदेखि चाहिँ बस ड्राइभर पनि चेन्ज भयो होइन। त्यो गरेर आएर रुममा छु है। तर अरे इसकी बैंड ही बजे भयो नि त होइन। यहाँ चाहिँ ठिक्क मिररको यहाँ राखेर चाहिँ मैले भिडियो बनाउँदै थिएँ नि त। यस्तो छ। अब म फ्रेस हुन्छु। देन भोलि चाहिँ हामी बौद्ध जाने प्लानिङ हुँदैछ है। अभियसली कोसँग जानुहुने भनेर चाहिँ भन्दै छु है। यस सिक्रेट चाहिँ के हो भने चाहिँ सिक्रेट भन्दा पनि लुगा यति लाग्दो छ। यहाँ छ 2टा रुम बुक गरेको हामीले। एउटा पल्लोपट्टि चाहिँ 303 र 302 बुक गरेको छ है। होटेल स्वास्तिक वाइफाई एभ्रिथिङ इज अभाइलेबल। वाइफ टिभी अभाइलेबल छ। अभियसली मैले तपाईँहरूलाई भन्दै थिएँ म चाहिँ कोसँग आएको भने अभियसली म चाहिँ मेरो फ्यामिलीसँग नै ट्राभल गर्छु। तपाईँहरूलाई मोस्ट अफ द टाइममा भन्छु म जोसँग पनि जहिले पनि ट्राभल गर्छु लङ ट्राभल मेरो फ्यामिली नै हुन्छ। फ्यामिली इज अलवेज अन टप। मेरो सरको उपर छ होइन। बिकज फ्यामिलीले मलाई एभ्रिथिङ प्रोभाइड गर्नुहुन्छ। म ढुक्क हुन्छु। त्यही छ। सो टुमोरो भोलि चाहिँ प्लानिङ गर्दैछ बौद्ध जानुको लागि। त्यो पनि देखाउने छु। किप वाचिङ, किप सपोर्टिङ। विल सी यु इन द नेक्स्ट ब्लग। के छ यहाँ चाहिँ होटलमा चाहिँ यही छ। ब्रस कोलगेट र ब्रस अभाइलेबल। पानी मैले अघि तपाईँहरूलाई पानी केटल एन्ड दिस मी। अब चाहिँ फ्रेस भएर एकछिन फ्रेस हुन्छु। त्यहाँदेखि आफ्टर चाहिँ सुत्नुपर्छ। भोलि चाहिँ फेरि फ्रेस भएर चाहिँ हामी बौद्ध जान्छ। ओके बाई बाई। सी यु सुन इन द
नेक्स्ट ब्लग